हेलो गाइस म चाहिँ हिजो यो शेर्पा कम्युनिटी युएसए न्युयोर्कको लोसार पार्टीमा गएको थिएँ। यो चाहिँ म कहिले पनि गएको थिइनँ। कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। म एक्सपिरियन्सको लागि रमाइलो गर्न हिजो गएको थिएँ। यस्तो धेरै रमाइलो भयो त्यहाँको त्यो शेर्पा समुदायको मानिसहरू एकदमै इन्जोय गर्ने, बच्चाहरू पनि कति धेरै एक्टिभ है। यस्तै कस्तो राम्रो डान्स गर्ने, कस्तो मजाको म्युजिक यति राम्रो थियो, नबुझे पनि यस्तो मजा भएको, यस्तो रमाइलो भएको है। मैले वर्ड चाहिँ केही पनि बुझिनँ, तर यस्तो मजाको म्युजिक थियो। कस्तो त्यो हुन्छ नि, कस्तो इनर्जेटिक खालको हैन। म कता गाउँघरतिरै छु जस्तो टाइपको है। कस्तो रमाइलो हेर्न, उहाँ केटीहरू पनि कस्तो राम्रो डान्स गरेको। अहिलेको जेनेरेसनको केटीहरूले आफ्नो कल्चरको बारेमा कति धेरै आफ्नो कल्चर जोगाएर राखेको। मलाई त यस्तो राम्रो लाग्यो। डान्सहरू यति नै राम्रो है। अनि फेरि कस्तो राम्री बच्चाहरू पनि कस्तो मजाको है। अनि एक्टिभ, हरेक कुरामा एक्टिभ, डान्स त्यस्तै, बोल्नमा त्यस्तै, अनि सिङ्गिङ। अनि सबैभन्दा अर्को कुरा मलाई सबैभन्दा मन परेको त्यहाँको चाहिँ जो हेऱ्यो त्यही सिङ्गर क्या। यस्तो राम्रो आवाज भएको मान्छेहरू, अनि अहिलेको जेनेरेसनमा उनीहरूको आफ्नै ल्याङ्ग्वेजमा सिङ्गिङ गरेको, कस्तो मिठो आवाज भएको मान्छेहरू त्यहाँ। ओ माई गड, यो त मैले त यो फर्स्ट टाइम गएको म यो शेर्पा कम्युनिटीमा हैन। हुन त म अरू कुनै पनि कम्युनिटीमा गएको छैन। शेर्पामा चाहिँ जाने मेरो अवसर पाएको भएर म गएको थिएँ। यस्तो मन पर्यो, यति राम्रो लाग्यो। ओ माई गड, मलाई त शब्द नै छैन क्या। अब त्यहाँ म बाहिर समुदायबाट सायदै एकदमै कम थियो होला। म लगायत 3-4 जना, कति अब त्यत्रो ग्रुपमा त्योभन्दा बढी त थिएन है। र पनि कस्तो कम्फोर्टेबल फिल भएको, कस्तो रमाइलो त्यो डान्सहरू हेर्दा नै सबैभन्दा आनन्द क्या। अनि खानेकुराहरू पनि त्यति नै राम्रो म्यानेज गरेको है। त्यो अर्गनाइजर को थियो मलाई थाहा भएन, तर एकदमै राम्रोसँग अर्गनाइज गरेको प्रोग्रामलाई। एकदमै राम्रो क्या, कम्प्लिटली हरेक कुरामा पर्फेक्ट। अनि सो यही कुरा हजुरहरूलाई सेयर गर्न मैले यो भिडियो बनाएको। ल हजुरहरू पनि यस्तो आफूभन्दा फरक कम्युनिटीमा गएर एक्सपिरियन्स लिनु भएदेखि राम्रो हुन्छ। कति कुरा नजानेको थाहा हुँदो रहेछ। हामी सबै भन्छ नि नेपालमा तराईदेखि पहाडसम्म हामी सबै एउटै नेपाली भनेर। यसरी हजुरहरू जानु होला, रमाइलो गर्नु होला। मेरो एक्सपिरियन्स चाहिँ एकदमै राम्रो थियो, यो सेयर गर्न आएँ। थ्याङ्क यू सो मच फर वाचिङ अगेन।